सानो काजी कहाँसम्म पुगेर फर्किनु भयो तपाईँ? तँलाई भेट्न भनेर तेरो घरसम्म गएको थिएँ, तर त पानी लिनु गएको रहेछ। अनि एक गाग्री पानी लिनु पनि कत्रो बेर लाग्यो त? होइन, धारामा अलिक भिड थियो त्यही भएर ढिलो भयो। अनि तपाईँ चाहिँ मलाई भेट्न घरसम्म किन जानुभएको थियो नि? खासमा तेरो र मेरो बिहेको कुरा बासँग भइसकेछ। अब आमासँग मात्रै गर्न बाँकी छ। त्यही कुरा गर्न भनेर तेरो घरसम्म आएको, तर त चाहिँ घरमा रहेन रहेछस्। आमैसँग चाहिँ सल्लाह भइसकेछ, तर आमैले सबै बसेर सल्लाह गर्नुपर्छ भनिन्, त्यही कुरा गरेर आएको नि। सानो काजी पनि के भन्नुहुन्छ। अब चाहिँ तपाईँ साँच्चीकै पागल हुनु आँट्नु भएछ। के नै कुरा लिएर आउनुभयो होला भनेको त। त्यो हाम्रो जीवनमा सम्भवै नहुने कुरा पो लिएर आउनु भएको थियो। होइन, फेरि के चाहिँ असम्भव कुरा भएर यहाँ? अरू त के हुनु र सानो काजी, त्यही हाम्रो बिहेको कुरा नि। अब हाम्रो बिहे विपनामा त सम्भव नहोला, तर सपनामै भए पनि बिहा गर्ने चाँजो पाँजो देख्नु चाहिँ निकै चाखलाग्दो विषय हो नि सानो काजी। तैँले मेरो कुरालाई किन गम्भीर रूपमा लिँदैनस् च्याकुरी? मेरो बासँग कुरा भइसकेको विषय हो यो। अब आमाले मान्नु भएन भने पनि तँलाई भग्गाएर भयो नि बिहे गर्छु। अनि मैले तपाईँसँग बिहा गर्न मानिनँ भने नि सानो काजी? मलाई थाहा छ च्याकुरी, तैँले मलाई बाहिरी रूपबाट जति नै व्यवस्था गरे पनि भित्री मनबाट धेरै नै माया गर्छस् भने। त्यही भएर मेरो कुरालाई अलिक गम्भीर रूपमा लिनु।